1.5 वर्षअघि चितवनको सिमलतालबाट त्रिशुली नदीमा हराएका 2वटा बसमध्ये एउटा भेटिएको छ। 2081 असार 28 गते काठमाडौँबाट गौरतर्फ गुडिरहेको प्रदेश 03001 ख 2495 नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गुडिरहेको बागमती प्रदेश 03006 ख 1516 नम्बरको एन्जल डिलक्स बस सिमलतालमा पहिरोले बगाएर त्रिशुलीमा बेपत्ता भएका थिए। ती दुई मध्ये गणपति डिलक्स फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। अस्ति आइतबार बिहान बसको केही भाग देखिएपछि उत्खनन सुरु गरेकोमा आज सशस्त्र प्रहरी बलको टोलीले गणपति डिलक्स रहेको पुष्टि गरेको हो। दुवै बसका 65 यात्रुसहित बस नदीमा पुगेकामा गणपति यातायातको बसमा रहेका 3 यात्रुले पौडेर ज्यान जोगाएका थिए। त्यसबेला बस र यात्रु खोज्न नेपाली सेना र सशस्त्रका गोताखोर सहित वाटर ड्रोन, सोनार तथा प्रहरी सहित खोजीमा 500 सुरक्षाकर्मी खटिनुका साथै भारतबाट उच्च प्रविधि सहितको गोताखोर टोली ल्याए पनि बस फेला पर्न सकेको थिएन। एउटा बस भने अझै हराइरहेको छ।